हेलो गाइजहरू, हामी चाहिँ बर्थडे मनाउन बर्थडे बोयको गाउँतिर गइसकेको छौँ। अब हेर्नु होला बिस्तारै हामी पनि प्रस्थान हुँदैछौँ गन्तव्यतिर। मान्छेहरू चाहिँ गाडीमा हो, बिचमा हामी बडीघाट अगाडि दुईजना पछाडि दुईजना एकदम ठुलै जाउँ न तिम्रो क्याम्पिङ आइल्यान्ड। एउटा रोइ पुगिसकेको छ चिल पारमा। आज मेरो बर्थडे होइन, कोहीहरूलाई थाहा छैन होला पनि त। म कति 27 वर्ष पुरा लगाएर 28 गर्थ्यो क्या। आज 27 गते बर्थडेको केही स्पेसल बनाउँदैछौँ। यो चाहिँ वक गर्छ स्पेसल, यो प्योर यो चाहिँ थाइल्यान्डबाट मगाएको। यो चाहिँ अस्ट्रिच पनि, यो सेतो अस्ट्रिच भन्छ क्या। यसको चाहिँ चिली बनाउने आदि आदि टक्क ग्रेभीसँग खाने होइन। अब यो चाहिँ सुकुटी बनाउने आदि आदि सेतमा बनाएर खाने। आज जस अलिक रमाइलो होइन हान्नुपर्छ, तपाईँहरू हेर्दै गर्नु होइन। सुकुडीको लागि स्टार्ट भइसक्यो है गाइजहरू। यो चाहिँ के को मासु भन्नु पऱ्यो? राँगाको मासु, त्यो चाहिँ मसु हो। राँगा मासु भन्छ अब चिलपारामा गाइजहरू। स्टार नाम भन्नु पऱ्यो। स्टार्ट भइरहेछ है, स्टार्ट भइरहेछ। दामी तरिकाको बडी चाहिँ यता हो है। यो अर्नाको छाला है, फेरि एकदम दामी तरिकाको। यो भने नेपालमा मात्रै पाउने हो। स्टार्ट भयो है अब फेरि अर्नाको हाल्नको लागि चाहिँ। या अब अर्नाको मासु दामी तरिकाको अर्नाको है है। कस्तो तरिकाको छ पिसेर यो चाहिँ 5 करोडको माल हो। चाख्दैछु म। अब चाहिँ बर्थडे पनि सुरु भइसकेको छ। ए दामी पारामा अब सबैजनाले हेरिदिनु होला गाइजहरू। ल है म चाहिँ बिदा भएँ, हेरिदिनु होला दामी पारामा। नमान के पीरा तिमी होइन म तिम्रो दर्पण हेरन मै तिरा मैत्रियाउला सनी है
बाई बाई गाइज, आजको भिडियो चाहिँ यहीँ समाप्त गर्न चाहन्छु।